आजको खानाको लागि लिएको छु मैले फर्सी। यो चाहिँ हाम्रो आफ्नै बारीको फर्सी हो। फर्सी, प्याज, टमाटर अनि लसुन अदुवा यो कचौरामा छ, जिरा र मेथी। अनि साइडमा लिएको छु मैले दाल र चामल, त्यसलाई चाहिँ मैले भिजाएर राखेको। अन्डा चाहिँ हाम्रै कुखुरा पालेको छ, त्यसको अन्डा हो। अनि घिउ अनि थोरै हिङ पड्काउँछु। पहिला कुकरमा मैले घिउ राखेँ, त्यसमा मेथी र जिरालाई फुराएँ अनि थोरै हिङ हालेर पनि फुराएँ। अनि म चाहिँ सबै तरकारी एकैचोटि राखेर भुट्छु। साइडमा नानी कराउँदै छिन्। अनि मलाई चाहिँ आफूलाई खाना बनाउनु भन्दा पनि नानीहरूलाई बनाउनु भन्दा चाहिँ कहिले अल्छी लाग्दैन। फरक फरक तरकारीहरू खोजेर बनाएर दिउँ जस्तो लाग्छ। उनीहरूलाई धेरै भुट्नु पर्दैन, त्यही भएर मैले एकैछिन भुटेपछि मैले हालेँ यसमा बेसार। यो चाहिँ लोकल बेसार हो अनि आफ्नै घरमा बनाएको मसला। अनि दाल र चामललाई पनि हालिदिएँ अनि त्यसलाई मजाले चलाएँ। अनि चलाइसकेपछि मैले त्यसमा पानी हालेँ अनि पानी अझै पुगेन जस्तो लाग्यो अनि फेरि थपेँ। अनि मैले त्यसलाई सिटी लगाउनलाई छोडिदिएँ। 4-5 सिटी लगाएको थियो, हाई फ्लेममै पकाएको थिएँ मैले। 4-5 सिटी लगाएपछि खानालाई रेडी भयो। अनि मेरो नानीले चाहिँ मजा मानेर खाएको थिइन्। अन्डा चाहिँ लास्टमा पहेँलो भाग मात्रै मैले म्यास गरेर अन्डामा मिक्स गरेको थिएँ। अन्डा उसिनिसकेर सेतो भाग चाहिँ दिएको छैन मैले, पहेँलो भाग चाहिँ एउटा पुरै त्यसमा म्यास गरेको थिएँ र नानीले सबै खाइसकिन्।